आफूलाई हेर्नु मन थियो कस्तो चाहिँ काम गर्दो रहेछु भनेर सो हेरेँ खुसी लाग्यो है कस्तो कस्तो प्रतिक्रिया बटुलिसक्नु भयो त सबैबाट राम्रो रेस्पोन्स आइरहेको छ राम्रै छ अब आफ्नै काम आफैलाई हेर्दा चाहिँ कता कता अलिकति योभन्दा बेटर गरेको भए हुन्थ्यो भन्ने त हुन्छ होइन तर रेस्पोन्स चाहिँ राम्रो आइरहेको छ हजुर हजुरले हेर्नुभयो प्रियानाजी कस्तो भइरहेछ त फर्स्ट डे फर्स्ट सोको अनुभव डर कतिको थियो अहिले फिल्म सबैले हेरिसकेपछि मनमा कतिको शान्त मिलेको छ जी म त एकदमै भावुक भइरहेको छु किनभने यो चाहिँ सपनै नै थियो एक किसिमले फिल्ममा यसरी आएर काम गर्न पाउनु वर्षौँ लाग्यो तर हामीले इक्जाम दिएको अहिलेसम्मको रिजल्ट चाहिँ राम्रो आएको छ क्या जतिजनाले सँगै बसेर हेरिदिनु भयो उहाँको प्रतिक्रिया एकदमै राम्रो आएको छ मैले पनि आफू भनौँ न फिल्म ओभर एक्सपेक्टेसनभन्दा धेरै नै राम्रो पाएँ कि सबैजनाको काम राम्रो छ अब हामीले धेरै भनिराख्नुभन्दा पनि दर्शकहरूले चाहिँ भन्नुहुन्छ होला भेरी लकी अनि यस्तो राम्रो प्रोजेक्टसँग जोडिएर काम गर्न पाउँदाखेरि चाहिँ म धेरै खुसी छु अनि भेरी प्राउड अफ नयाँ नयाँ सबैजनाको काम देखेर म एकदमै उनीहरूकै फ्यान भइसकेँ कि स्विट हजुरलाई कस्तो अनुभव बटुलिराख्नु भएको छ त है पहिलोचोटि खेल्नु भएको होइन कस्तो भयो त यो फिल्ममा चाहिँ काम गर्दाखेरि कस्तो लाग्यो त सबैजना कस्तो कस्तो हुँदो रहेछ त रमाइलो विमोचनजी सबैलाई बधाई छ सबैजनाले राम्रो भनिराख्नु हजुरलाई आज हेर्दाखेरि अनि डर कतिको थियो हिजो बेलुकासम्म आज कतिको रिलिफ मलाई त हिजो बेलुकासम्म पनि किन विश्वासै थियो क्या फिल्म त राम्रो हुन्छ भन्ने अनि आज हेरेँ एक्सपेक्टेसन भन्दा बाहिर छ क्या म अहिले पनि निशब्दै छु क्या कि बोल्नै सकेन हजुरले हेर्नुभयो अब हेर्नु पर्यो अब त्यही भन्न चाहन्छु अब एकचोटि चाहिँ हेरिदिनु होला उसको तारिफ गरेर सकिँदैन यो मान्छेले फर्स्ट टाइम एजमा यति सानो छ तर क्यारेक्टरमा यति कन्भिन्सिङ काम गरेको छ म नै एकैछिन त ओ माई गड यो भाइले यस्तो समेत काम गर्छ भनेर म नै सक छु कि फिल्मले नै धानेको छ अब अग्रज कलाकार सबैजनाहरूसँग पनि हुन्छ तर हि इज समथिङ एल्स हाम्रो इन्डस्ट्रीले यति राम्रो कलाकार पाएको छ हिरो भन्दा पनि ऊ कलाकार हो त्यही भएर एकदम ह्याप्पी छु प्लस आम भेरी एक्साइटेड फर जेसिकाले पनि एकदमै राम्रो काम गरेको छ अब सानो भाइको सबैको मन जितिरहेको छ ओके फर्स्ट डे फर्स्ट हो यति राम्रो प्रतिक्रिया बटुलिरहेछ शुभकामना तपाईँहरू सम्पूर्णलाई धेरै 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 बधाई छ शुभकामना थ्याङ्क यू सो मच दिदी थ्याङ्क यू एउटा देश प्रेमको भावना एउटा राम्रो सिनेमा बनाइएको छ सबैजनाको रिभ्यू राम्रो आइराखेको छ त्यही भएर डराउनु पर्ने कुरा नै केही पनि छैन र डराउनु पर्ने काम पनि गरेको छैन राम्रो काम गरिएको छ जस्तो लाग्छ र सबै हेर्ने जतिले राम्रो भनेर प्रतिक्रिया दिनुभएको छ अब हेरौँ अब दर्शकहरूको हातको कुरा हो होइन दाइ त्यही पनि मनमा एउटा हिजो बेलुकासम्म कतिको डर थियो निदाउनु भयो कि भएन अहिले सबैले हेरेर प्रतिक्रिया दिइसकेपछि चाहिँ कतिको रिलिफ हुन्छ म मजाले निधाएँ हिजो राति हल टेस्ट गरेपछि आनन्दले निधाएँ म हल टेस्ट गरेर हेरिसकेपछि ल ठिक छ अब आफूलाई चित्त बुझ्ने हो नि त आफूले गरेको काम आफूले गरेको काममा पनि यो यस्तो गर्नु पाए हुन्थ्यो यस्तो गर्नुपर्ने रहेछ भन्ने खड्किरहन्छ नि त मनमा तर त्यो चाहिँ मलाई छैन मैले गर्न जति कामहरू सबै गरेर मैले सकेसम्म मेरो दिमागले भ्याएसम्मको प्रेजेन्टेसन मैले गरेको हो यो स्टोरीमा होइन र अब हिजो हल टेस्ट गरेपछि म ढुक्कले सुतेको हो त्यस्तो त्यो भएन है सबैजनाले भन्नुभयो कि सखीगनीको तिनटै टिम छुट्टिएर तिनटै फिल्म हेरेँ हामीले होइन उहाँहरू अझ मिलेर आउनुभयो त कस्तो फिल्म बनाउनुहुन्छ होला किनभने उहाँहरूको सोच देखेर हामी त दङ्ग पऱ्यौँ अझ सँगै आउनुभयो भने त के हुन्छ होला भन्ने प्रतिक्रिया छ यो चाहिँ एउटा गलत के हो भने हामी सबै सँगै नै हो हिजो लास्ट चरणम पनि सँगै हो परान पनि सँगै हो र यहाँ पनि हामी सँगै नै छौँ त्यो अब सँगै हुनको लागि यसै गरी सँगै हिँड्नुपर्छ खानुपर्छ होइन कि हाम्रो कन्भर्सेसन भइराखेको छ कुराकानी भइरहन्छ सपोर्टहरू गरिरहनु भएको छ टिमले सबै टिमले नै सहयोग गरेर त हुने हो चिज हो एक्लैले हुने गरेर हुने कुरा होइन यो सबै सँगै भएर एकै ठाउँमा भएर चाहिँ बवाल हुने छुट्टै बनाएर चाहिँ नहुने भन्ने होइन यो सबै टिमकै मेहनत त हो टिमले नै गरेको काम हो यो है अनि के अरे हाम्रो बालिन सरले चाहिँ मुभी हेर्नुहुन्छ कि नै हेर्नुभयो कि नै कहिले देखाउँदै हुनुहुन्छ त्यो अब सिनेमा हलहरूमा फिल्म लागिसकेको छ किनभने अहिले अब हामीले नेपाली मन नेपाली माटो भन्छौँ
नेपालमा भ्रष्टाचार भयो भन्छौँ, नेपालमा गरी खाने ठाउँ भएन, गरी खान दिएन भन्छौँ, अन्य चिजहरूमा हामी राष्ट्रप्रेमले ओतप्रोतका कुरा गर्छौँ, तर हामी विदेशी वस्तुहरूलाई, विदेशी सिनेमाहरूलाई बढी प्राथमिकता दिन्छौँ। अहिले हाम्रो सिनेमा पनि त्यही चपेटामा छ। हाम्रो सिनेमालाई एकदमै न्यून, त्यो पनि अब लज्जास्पद सोहरू दिइएको छ, तर पनि हामीलाई त्यस्तो छैन। हामीले जति पायौँ त्यसलाई हामी सम्मान गर्छौँ, तर जति पाइएको छ त्यो सबै अलमोस्ट फुल छ र त्यो चिजमा हामीले गर्छौँ। अब उहाँले मेयरज्यूले सिनेमा हेर्ने कुरा चाहिँ अब उहाँको फुर्सद मिलेर सम्भवतः आज त अफिस होला, भोलि शनिबार हेर्नुहुन्छ होला। अब मसँग कुराकानी भएको छैन, उहाँले आफ्नो हिसाबले हेर्नुहुन्छ होला। ओके, आज अब झरेपछिको इन्द्रेणी पनि रिलिज भएको छ र हाम्रो रवि लामिछाने पनि आज छोड्दै हुनुहुन्छ दाइ, त्यो कुरामा तपाईँ कतिको खुसी हुनुहुन्छ? अब आदरणीय रवि दाई रिहाई पहिल्यै हुनुपर्ने व्यक्ति हो जस्तो लाग्छ मलाई चाहिँ। अब बल्ल बल्ल विभिन्न कानुन अदालत त्यो त बुझ्दिनँ म के छ। अब सबै थोक मिलेर निस्किनु भएको छ दाई बाहिर निस्किनु भनेकै अब एज अ कलाकारको हिसाबले दाई पनि पहिला कलाकारै हो र कलाकारको हिसाबले अब एकदमै खुसी छौँ हामी, किनभने दाई बाहिर आउँदाखेरि अलिकति माहौल राम्रो बनेको जस्तो लाग्छ। किनभने दाई जतिको युवालाई भित्र राख्नुपर्छ भन्ने त्यो मान्यताबाट चाहिँ हामी पनि छैनौँ र दाई आउनुभएको छ। दाई चाहिँ रिहाई भए पश्चात दाईकै विचार, दाईहरूकै पार्टीका विचारलाई पनि यसले अनुसरण गरेको छ यो सिनेमाले। पक्कै पनि दाईले पनि सिनेमा हेर्नुहुन्छ भने त्यो भ्रष्टाचार विरुद्ध नै लड्ने मान्छे हो रवि दाइ होइन, के भन्नुहुन्छ उहाँ निस्केपछि फिल्म हेर्नलाई चाहिँ कसरी अपिल गर्नुहुन्छ? दाईलाई अपिल भन्दा पनि यो भगवान्ले नै झरीपछिको इन्द्रेणी हेर्नुपर्छ है रवि दाई तपाईँले भनेर चाहिँ रिहाई भए जस्तो लाग्छ मलाई चाहिँ। अब अन्तिममा तपाईँ बालेन दाईको एकदमै बालेन सरको हाम्रो मेयर साहबको एकदमै नजिकको साथी अलिकति हुने भएर भोलिको दिनमा रवि लामिछाने पनि निस्किसक्नु भएको छ। बालेन र रवि मिलेर चाहिँ अलिकति देशलाई माथि उठाउन सक्नुहुन्छ या फिर मिलेर अगाडि बढ्नुहुन्छ भन्ने कुरामा चाहिँ तपाईँको? अब यसमा पहिला चाहिँ यो रवि दाई र मेयरज्यू मिलेर झरीपछिको इन्द्रेणी उठाउनु पर्यो होइन, भ्रष्टाचार विरुद्धको सिनेमा हो नि त। त्यसपछि देश भनेको यो सिनेमा उठ्यो भने देश उठ्छ, त्यही हो। थ्याङ्क यू सो मच, शुभकामना सबैजनालाई। थ्याङ्क यू। फिल्मले चाहिँ अफकोर्स यतिको लेभलको फिल्मले कमर्सियली पनि न्याय दिन्छ मार्केटमा, हामीलाई त्यो विश्वस्त छ। पैसा लगाएको उहाँलाई चित्त बुझिएको छ क्या, घाटा नजाने बिजनेस धेरै कलाकार हुनुहुन्छ होइन, पैसा चाहिँ कति जति हाल्नु पर्यो? हजुर त्यो अब त्यो क्रम जारी नै छ। सो हामीले त्यो फाइनल त्यो हिसाब किताब आइसकेको छैन। आइसकेको छैन हजुर। त्यस पैसा आफ्नो उठ्छ भन्नेमा चाहिँ ढुक्क हुनुहुन्छ? हजुर त्यो एकदमै झन् यो फिल्म हेरेपछि त अब त्यो उठ्ने मात्र होइन, त्यो स्योर भइसक्यो, लक भइसक्यो। हजुर अर्को फिल्म नि बनाउनु हुन्छ नि कि यही अड्किने त होइन? अर्किन्न हामी बनाउँछौँ फेरि। हजुर नयाँ स्टोरी नयाँ सोचमा आउँछौँ। मेरो लागि त कति खुसीको कुरा होला सम्झिनु। मैले त रिलिजिङ टुडे भनेर होइन, एकातिर रवि सरको फोटो, अर्कातिर झरीपछिको इन्द्रेणी राखेर रिलिजिङ टुडे भन्न पाउँदा गजब लागेको छ। होइन यहाँ आइहाल्नुहुन्छ नि पक्कै हेर्नुहुन्छ होला। त्यो चाहिँ अब उहाँको पनि निर्णय हो होइन, तर उहाँ जहाँसम्म मलाई लाग्छ म व्यक्तिगत रूपमा पनि नेपाली फिल्महरू त राम्रै होस् भन्ने चाहनुहुन्छ, त्यही भएर पक्कै आउनुहुन्छ। होइन म फिल्ममा व्यस्त छु र केही प्रक्रियाले गर्दा उहाँ अहिले पनि भित्र अब भर्खर रूपन्देही जाँदै हुनुहुन्छ, त्यही भएर त्यो अहिले चाहिँ ठ्याक्कै छुटेको निर्णय पछाडि त्यो सम्पर्क भएको छ। उहाँभन्दा बढी आरोप लागेका खुलामखुला बाहिर हुने, उहाँ चाहिँ जरुरी राख्छु बाहिर निस्किन देऊ न भन्दा नपाउने चाहिँ अलिक अन्यायपूर्ण भएको थियो, त्यो पनि आजदेखि ठिक भएको छ। आजदेखि छुटिसक्नु भएको छ।